आज चाहिँ हामी लसुन रोप्नेमा जुटेको छौँ है। यहाँ साथीको अलिकति बारीमा लसुन रोप्ने रे साथी खन्दै हुनुहुन्छ, हरिमरी खन्दै हुनुहुन्छ। मलहरू पनि हालिसक्यो हामीले, मलहरू हालेर सबै खनेर राख्नु भएको रहेछ अस्ति नै। आज चाहिँ खनेर थकै पनि लायो रे, खन्दा खन्दा उभिनु भएको छ। अब एकछिन रेस्ट गरेर अनि बारी यति छ खनेर अनि अब म पनि अलिकति सघाइदिन्छु भनेर मैले पनि अलिअलि जानी नजानी गर्दैछु। जानी नजानिकन मैले पनि अलिअलि सघाउँदैछु साथीलाई। अब फलेसी खानुपर्छ होइन, त्यही भएर अनि यस्तो ड्याङ बनाएर रोप्नुपर्ने रहेछ। साथी रोप्दै हुनुहुन्छ, रोपेर हेर्नु त यस्तो लसुन पहिले छोडाएर राख्ने अनि जरा रोप्ने यसरी। अनि रोपेपछि पछि खानु पाइन्छ। अनि बारी यति खन्ने बाँकी छ, अब रोप्दै हुनुहुन्छ, अझै पनि रोपिरहनु भएको छ। साथीले चिया पकाउनु भएको रहेछ, पकाएर थरमसम्म राख्नुभएको। अनि चिया हालेर फेरि हामी एकछिन बसेर रेस्ट गरेर खायौँ। अम्बाको बोट पनि छ यहाँ नजिकै, अम्बाको बोट नजिक बसेर खाएँ। साथी दुईजना बसेर अम्बाको बोट मुनि चेस गर्नुपर्ने चिया पनि फेरि हामीलाई त्यस्तै रमाइलो त हो नि है। एउटा रमाइलो हो, यसो काम गरेर रेस्ट गर्दाखेरिको रमाइलो दुईजनाको। त्यही हो आज दिनभरिको काम हाम्रो। साथी खुसी हुँदै हुनुहुन्छ। अनि त्यहाँबाट हामी अब फेरि हाम्रो कामतिर लाग्यौँ त। अब यति बाँकी छ नि त यो गरेर अनि फेरि परालले छोप्नु पर्ने रहेछ। परालले छोप्यो भने राम्रो उम्रिन्छ, गुम्सिएर राम्रो हुन्छ भनेर। अनि ठुलो पानी परिहाल्यो भने पनि बिगार गर्दैन भनेर यो एउटा आइडिया, साथीको आइडिया। यहाँ नजिक पराल पनि थियो, पराल लगेर छोप्दै हुनुहुन्छ। तरकारीहरू पनि छ टन्नै। यता फर्सी फल्या छ, गिरौँला फल्या छ, यतातिर सिमी फलेको छ। मेहनतिलो हुनुहुन्छ, यो मेहनत गरेर खान पाइने त हो नि होइन, जे पनि। ल पराल पनि छोपिसक्नु लाउनु भयो। कर्कलो पनि रहेछ ऊ त्यहीँ, फुल पनि छ यतापट्टि, फुलबारी पनि छ। अनि साथी त अब काम सकियो भनेर नाच्दै हुनुहुन्छ साथी। म पनि भिडियो अब इन गर्नु पर्ला भनेर यतातिर दुईजनाको काम सकियो। अनि उतापट्टि पारिपट्टि हेर्नु त आजको मौसम यस्तो छ, मौसम पनि खुलेर अनि सकिएर हात पाइलो टाउकोमा फेता गोसेर दुईजना उता साथी टोपी लाउने। ल आजलाई यति नै सकियो हाम्रो भिडियो। अब लसुन फल्छ, फलोस् राम्रोसँग